यलय क्वाछे दुगु बालकुमारी देगय पुनर्निर्माण कोचाका उले ज्याचुगुदु राष्ट्रपति रामचन्द्र पौडेल देगय उलिज्या बुधबार यानादिको ख सर अलिकति उता साइडमा सर अलि उता साइडमा प्लिज मिडिया पछाडि छ जिल्ला भयो उलेख्य लिपा ज्याजोले सम्बोधन यासिक राष्ट्रपति पौडेल नेपाली संस्कृति संघ प्रकृति र सम्पदालाई स्वनिग कला व संस्कृतिಯ लागि तम्मी व वैभवशाली जुगु थासे वेकल बालकुमारी देग पुनर्निर्माण जुगु प्रशंसनीय ज्या जुगु थासे यले दुगु फलचा सत देगया पुनर्निर्माण याना यल महानगरपालिका उदाहरणीय ज्या यागु थेतिर यो बालकुमारी मन्दिरको उद्घाटन गर्ने नवनिर्माण भएको मन्दिरको उद्घाटन गर्ने र यहाँका कलाप्रेमीहरूलाई प्रशंसा पत्र दिने सुअवसर मैले जो पाएँ यो मैले आफ्नो लागि अभाग्य सम्झेको छु किनभने हाम्रो यो नेपाल उपत्यका यो काठमाडौँ भक्तपुर ललितपुर अथवा कीर्तिपुर कान्तिपुर ललितपुर भक्तपुर यो पुरहरूको सहर यो चाहिँ नि यो हाम्रो कला र संस्कृतिको लागि युगौँदेखि यो अत्यन्त वैभवशाली ठाउँ हो। हामी चाहिँ 33 कोटी देवता भन्छौँ त्यो यहीँ आएर पाइन्छ 33 कोटी मन्दिरहरू देवताका देवालयहरू र अब यो आज बालकुमारीको जो मन्दिर अत्यन्त सुन्दर मन्दिर जो निर्माण भएको छ यस पुनर्निर्माण भएको छ अति चाहिँ नि प्रशंसनीय काम भएको छ। त्यति मात्र होइन ललितपुरका धेरै मन्दिरहरू धेरै सम्पदाहरू र धेरै चाहिँ नि यो मठ मन्दिर र चाहिँ नि यो चाहिँ पाठी पौवा यो निर्माण गरेर यिनीहरूलाई पुनर्निर्माण गरेर यिनीहरूलाई नयाँ ढङ्गले चाहिँ नि यसलाई
ताजगी प्रदान गरेर ललितपुर नगरपालिकाले जुन सराहनीय काम गरेको छ यसको जति प्रशंसा गरे पनि थोरै हुन्छ। ज्याजोले प्रतिनिधि सभा अध्यक्ष प्रेमबहादुर महर्जन, बागमती प्रदेश अध्यक्ष रामकृष्ण चित्रकार, महानगरपालिका प्रमुख चिरबाबु महर्जन, बालकुमारी मन्दिर संरक्षण तथा सुधार समिति अध्यक्ष खड्गलाल महर्जन देगय ऐतिहासिक पृष्ठभूमिले से पुनर्निर्माण बारे जानकारी दिएको छ। हामी यो मन्दिरका धेरै पुराना यहाँ हामी रहेका जो दाजुभाइ दिदीबहिनीहरू, हाम्रा आमा बुवाहरू, काका हजुरबाहरू सबैले यो मन्दिरको सेवा समर्पणका निमित्त जसरी निरन्तर उहाँहरू लागिरहनु भयो र अझ पनि मलाई सम्झना छ यो मन्दिर पुनर्निर्माणभन्दा धेरै नै पहिले बालकुमारी मन्दिर एक्लो भयो। यो मन्दिर वरिपरि संरक्षण गर्नु पर्यो र यसका निमित्त यहाँ एउटा संरक्षण समितिको आवश्यकता छ भन्ने हिसाबले संरक्षण समिति गठन भएको आज लगभग 30 वर्ष भइसक्यो होला मलाई लाग्छ। श्रद्धेय कुलवीर व्यञ्जनकार म सम्झन चाहन्छु, त्यसै गरी आफलाल महर्जन लगायत धेरै पुराना नेतृत्व पङ्क्तिले पनि यो मन्दिर संरक्षणको निमित्त काम गर्दै आउनु भएको छ। उहाँहरूको बलबुत्ताले यहाँका विभिन्न जीर्णोद्धार गर्ने, आफ्नो सकेसम्म सहयोग गर्ने हरेक हिसाबले नेतृत्व प्रदान गर्दै अझ विशेषतया यसलाई व्यवस्थापन गर्दै जाने क्रममा आज खड्गलालको पालामा आएर जुन खालको एउटा मन्दिरको जीर्णोद्धार भएको छ त्यसले एउटा साह्रै राम्रो काम भएको भन्ने कुरा हामीलाई लाग्छ। आज हाम्रो निमित्त अति खुसीको दिन हो। श्री बालकुमारी माईको जुन मन्दिर 72 सालको भूकम्पले भत्किहालेको त होइन, तर निकै छेद विच्छेद भइरहेको अवस्था थियो र यसको गाह्रोहरू वाल पर्खालहरू चाहिँ हाम्रो हात छिर्ने गरिकन त्यसमा चाहिँ क्र्याकहरू भइरहेको अवस्था थियो। कथम कदाचित यो मन्दिर भत्किहालेको खण्डमा जनधनको क्षतिको त कुरै नगरौँ र यो मन्दिरमा रहेको अति महत्त्वका जुन यो कलाकृतिहरू त्यो सबै नै नष्ट हुने अवस्था थियो। तसर्थ यो मन्दिर बनाउनको निमित्त हामी लागि पर्यौँ। भर्खरै हाम्रो सभापतिजीले भन्नुभयो जस्तै हामीले यसमा ललितपुर महानगरपालिकाको तर्फबाट यो कार्य शुभारम्भ गर्नको लागि हामीले आर्थिक सहयोग गर्ने वचनबद्धता जाहेर गरे पश्चात यो कार्य चाहिँ द्रुत गतिले अगाडि बढ्यो र अन्ततोगत्वा लगभग 22 महिनाको दौरानमा यो मन्दिर ग्राउन्ड जेरोबाट यो अवस्थामा पुर्याउन हामी सफल भयौँ। ज्याजोले देगा पुनर्निर्माण या त गुहाली यापिन त प्रशंसा पत्र न ललागु ख विकास महर्जन मङ्गल जापाके श्री गोपाल महर्जन सको पाके श्री राम गोपाल दङ्गु महर्जन लोकसी पाके श्री प्रकाश देवला केटा पाके महानगरपालिका वडा नम्बर 7 अध्यक्ष श्री 8 अध्यक्ष श्री बाबुरत्न महर्जन, पालिका वडा नम्बर 9 अध्यक्ष श्री राजु महर्जन, महानगरपालिका वडा नम्बर 12 महानगरपालिका वडा नम्बर 17 अध्यक्ष श्री विनोद महर्जन, वरिष्ठ इन्जिनियर पुष्परत्न महर्जन, रविन्द्र निक्षक प्रधान, राजूबाबु महर्जन,
विषयतः भोटुमन्ते चिन्तनं नाक्रिया